hello, namaste, let's say people, say bye to everyone and welcome back to my channel. I hope each and everyone safe हुनुहुन्छ होला and आज हाम्रो स्कुलको चाहिँ एनिभर्सरी हो, सो त्यसैले हाफ डन भएर आएको छु किनभने टिचरहरूले भन्नुभएको थियो मेकअप र हेयर स्टाइल डन गरेर आउनु अनि ड्रेस तर लाउनु किनभने अतिथिहरूको स्वागत गर्नुपर्छ हामीले, सो त्यसले मैले हाफ ड्रेस लाएको छु अनि हेयर डन गरेँ, मेकअप पनि आज चाहिँ मैले आफ्नो कपाल आफै बाँधेको, मेरो दिदीले बाँध्नु भएन। अनि यो कर्ली चाहिँ मैले त्यो कर्लरले गरेको होइन, मैले ह्याक हेरेको थिएँ एउटा, त्यो सक्स लाएर ओभरनाइट गर्छ नि त्यही गरेको थिएँ। पछाडिको कपाल त केही भएन तर अगाडिको चाहिँ ठिकै कर्ली भयो। तर पनि हामी तल जब डान्स गर्छौँ नि तबसम्म गइसक्छ जस्तो लागिरहेछ आई थिङ्क। सो तपाईँहरूलाई म देखाउँछु आज हाम्रो डान्स कस्तो हुन्छ, के हुन्छ अनि अरूहरूको डान्स कस्तो हुन्छ, कतिको रमाइलो हुन्छ, कतिको चहल पहल हुन्छ भनेर। अनि हाम्रो क्लासबाट चाहिँ दुईवटा ग्रुप डिभाइड भएको, एउटा चाहिँ नेवारी गाना अनि एउटा चाहिँ दुबो फुल्यो। पहिला म नेवारी गानामा गइरहेको थिएँ गाइस अनि अहिले चाहिँ गरिरहेको छुइनँ किनभने त्यहाँ लाइक साथी साथी लाइक के भन्नु एकअर्काले गर्दा एकलाई हटाउने अर्कोलाई हटाउने कुरा भइरहेको थियो, त्यसले म निस्केको अनि हामीले अर्को गाना चुज गरेको। तर एउटै क्लासबाट दुईवटा ग्रुप चाहिँ डिभाइड हुन्थेन तर पनि हाम्रो टिचरहरूले दिनुभयो कर गरेर, त्यसको लागि थ्याङ्क यू सो मच टिचरहरूलाई। अनि म तपाईँलाई के हुन्छ डान्स के हुँदैन, सो स्टे ट्युन गाइज। टेन्टिङ पेन्टिङ के गरिराख्नु भएको छ, मतलब टेन्टहरू लगाइराख्नु भएको छ अनि स्टुडेन्टहरूले चाहिँ त्यो चेयरहरू मिलाएर राख्छन्। म चाहिँ एक्लै बसिरहेको छु किनभने म जान तल ड्रेसमा के हुन्छ भनेर, अनि अहिले त्यति मात्रै भएछ अर्कै भोग्नु त्यो पुरो देखि नै रहेछ Seleksi juru, mana juru yang melakukan? Seleksi juru, ayo siswikan, silakan jawab. Miss Munaju, ini nak sang sastra pada mereka. Ada betul juru, bisa siswikan. Rojo, Tim Nasir, ayo kamu juru, ini nak sang sastra ada betul juru. Kalau pasang ada yang pegang sama mana? jangan pernah berasa kita kok jangan pernah mau joki best dancer guys Radhika Karki, यहाँ माफ गर्नुहोला नम्बर 3 मा त्यस्तो आएको छ मलाई। अब छात्र भलिबलतर्फ छात्र भलिबलतर्फ मैले नाम वाचन गरिसकेको छु, तयारी हुनुहोला। एलिना पल, अनिता बोलना, मैले हातमा जुन आइपुगेको छ त्यो वाचन गरेँ, सबै पढ्दिनँ, एउटा यहाँ किसिम फरक भएको मात्र मैले पढेँ। अब मैले अध्यक्षज्यूलाई विद्यालय परिवारबाट अनिबाट प्रदान गर्ने एउटा सम्मान पत्रको नमुना वाचन गर्न गएँ। टिका लगाइदिनु हुनको लागि म वडा अध्यक्षज्यूलाई अनुरोध गर्दछु।
आज सबै पानीमा मिलेर गयो हो कि अब मैले त गाउँमा आएर विकास गरौँ पर्यटकहरूलाई राम्रो गर्नु भनेर आउनु नि। खान नपाएकोहरू प्यारासुट भइसक्यो